ल आज चाहिँ हामी चाहिँ क्लास 10 को इन्डिसेसको पार्ट 3 मा पुगिसकेका छौँ। अब हाम्रो क्वेसन चाहिँ यस्तो रहेको छ। क्वेसन चाहिँ के छ भन्दाखेरि 1/1 + x पावर a - b प्लस x पावर a - c प्लस 1/1 + x पावर b - a प्लस x पावर b - c प्लस 1/1 + x पावर c - a प्लस x पावर c - b = 1 दिएको छ। अब हामीले यता प्रुभ गर्नुपर्ने चाहिँ यो छ। अब यसलाई प्रुभ गर भनेर दिएको छ। अब हामीलाई दिएको कुराहरू जस्तो यो साइक्लिक फर्ममा छ भनौँ न। कस्तो छ, ए पोजिटिभ अरू बी र सी माइनसमा छ, अनि बी पोजिटिभ ए र सी चाहिँ माइनसमा दिएको छ। त्यस्तै गरी सी पोजिटिभ ए र बी चाहिँ के छ, नेगेटिभमा दिएको छ। यसको मतलब के छ, यो साइक्लिक अर्डरमा छ। साइक्लिक भन्नाले कस्तो कि यो ए छ, यो बी छ, यो सी छ भने जस्तो ए पोजिटिभ भयो भने यो बी र यसरी गइरहेको क्या, यसरी। अब के छ, यो पोजिटिभ ए पोजिटिभ छ भने बी र सी चाहिँ के छ, नेगेटिभ छ। अनि बी पोजिटिभ छ भने सी र ए चाहिँ के छ, नेगेटिभ छ। अनि बी पनि नेगेटिभ छ भने सी पोजिटिभ छ, ए के छ फेरि नेगेटिभ छ। यसको मतलब कि एउटा पोजिटिभ हुँदाखेरि दुईवटा चाहिँ नेगेटिभ, एउटा पोजिटिभ हुँदाखेरि चाहिँ दुईवटा चाहिँ नेगेटिभ वेमा गइरह भन्ने कुरा छ। अब यस्तोको लागि, यस्तो टाइपको क्वेसनहरू गर्नको लागि हामीले के गर्नु पर्यो, हरेक फ्याक्टरलाई, मानौ यो भनेको के हो, फर्स्ट फ्याक्टर भनौँ, अनि यसलाई के भनौँ, सेकेन्ड फ्याक्टर भनौँ, र यसलाई के भनौँ, थर्ड फ्याक्टर भनौँ। हो, थर्ड फ्याक्टर हुने भयो। अब यसमा हामीले ध्यान दिनुपर्ने के छ। अब एलएचएस पहिला चाहिँ के लेखौँ, एलएचएसको जस्ताको त्यस्तै सारौँ। यो भनेको सोलुसनतर्फ गएमा 1 + x पावर a - b प्लस x पावर a - c प्लस 1/1 + xb - a xb - c प्लस 1/1 + xc - a xc - b छ। अब चाहिँ के गर्ने त, फर्स्ट फ्याक्टर जुन यो पोजिटिभ छ, यो पोजिटिभ भएकोले चाहिँ जुन ठाउँमा जुन पोजिटिभ छ त्यसले चाहिँ तल र माथि मल्टिप्लाई गर्यो भने हामीलाई केही फरक हुँदैन। के गर्ने, मल्टिप्लाइङ, यो भनेको के भने मैले फर्स्ट फ्याक्टर बाई एक्सको पावर ए ले गर्नु पर्यो, एक्सको पावर माइनस ए ले गर्नु पर्यो। किनभने हामीले यहाँ काट्नुपर्ने छ, त्यही भएर एक्स पावर माइनस ए ले गर्नु पर्यो। र सेकेन्ड फ्याक्टरलाई के गर्नु पर्यो, एक्स पावर माइनस बी ले गर्नु पर्यो। एन्ड एक्स पावर माइनस सी ले चाहिँ थर्ड फ्याक्टरलाई। अब त्यस्तो गर्ने हो भने के हुने भयो, एक्सको पावर माइनस ए इन्टु एक्स पावर माइनस ए। यसले गर्दाखेरि केही फरक पऱ्यो त हाम्रो, यसरी मल्टिप्लाई गर्दाखेरि केही पनि फरक हुँदैन। यो भनेको कति हो, यो पुरै काट्ने हो भने के हुन्छ, 1 नै हुन्छ। हामीले यो भनेको यता पनि के छ, मल्टिप्लाई 1 छ जस्तो छ। अब यसले गर्दाखेरि के पर्यो त, हामीले कुनै चेन्ज गर्न खोज्यौँ भने पनि केही फरक पर्दैन भन्ने कुरा यस्तो भनेको। अर्को के छ, 1/1 + एक्सको पावर माइनस ए माइनस बी प्लस एक्सको पावर ए माइनस सी। अब यो यसमा म देखाइराख्दैन। अब तरिका चाहिँ यस्तै हो। अब म सिधै यो दुईटामा चाहिँ के गर्छु त, सिधै यसलाई चाहिँ मल्टिप्लाई यसरी छुट्टा छुट्टै गरेको देखाउँदैन कि म यसमै लेख्छु। यो जस्तो यसलाई यता लेखेर यता हार्या जस्तो मात्रै हो, केही फरक हुँदैन यसले जस्तोको। अब के हुने हो त, एक्सको पावर माइनस बी हुने भयो, मुनि चाहिँ के हुने, एक्स पावर माइनस बी।
अब यो बाँकी यो जम्मा जस्तो थियो त्यस्तै यो यसले मल्टिप्लाई गरिरहेको नि त हामीले अनि प्लस एक्स ओभर बी माइनस ए प्लस एक्स ओभर बी माइनस सी अनि प्लस 1/होइन एक्सको पावर माइनस सी बाई एक्स ओभर माइनस सी यो पार्ट चाहिँ मेरो यता ठाउँ नअटेर के लेखिराखौँ त म यहाँ तल लेखिराखौँ झुक्किनु भएन 1 प्लस एक्सको पावर सी माइनस ए प्लस एक्सको पावर सी माइनस बी कसैले झुक्किनु भएन है यसमा अब के छ त यसरी काट्दाखेरि यो एक जस्तै आइराख नि हो यही हो अब हामीलाई सहयोग गर्ने दिस इम्प्लाइज लेखौँ दिस इम्प्लाइज अब के हुने भयो त एक्सको पावर माइनस ए हुने भयो अब यो एक्सको पावर एले 1 लाई मल्टिप्लाई गर्यो भने के हुन्छ एक्सको पावर माइनस ए एक्सको पावर माइनस एले एक्सको पावर ए माइनस बीलाई मल्टिप्लाई गर्यो भने के हुन्छ त यहाँ मुनि यो माइनस छ यो प्लस छ भनेपछि के हुने भयो काटिने भयो काटिँदाखेरि जस्तो के भने एक्सको पावर ए माइनस बी जस्तो हुन्छ मल्टिप्लाई गर्दाखेरि प्लस एक्स ओभर ए माइनस सी जस्तो भयो हो सेम यही कन्सेप्ट हो सेम यो जसरी मल्टिप्लाई भयो नि यो माइनस होला किनभने हामीलाई थाहा छ इन्डिसेसको के हुन्छ एक्सको पावर ए माइनस बी इन्टु एक्सको पावर माइनस ए छ भने यसलाई चाहिँ के लेख्न सकिन्छ त यो जोड्न मिल्छ पावरहरू के हुन्छ त बेस यो भनेको बेस हो बेस सेम छ भने पावरहरू जोड्न मिल्छ तर यहाँ माइनस छ माइनस इन्टु माइनस प्लस के हुन्छ त माइनस हुन्छ बेसिक रुल हो यो हो अब सेम यस्तो तरिकाले के हुन्छ त अब के हुने रहेछ त यस्तो मल्टिप्लाई गर्दाखेरि भने ए माइनस ए आउँछ भने सिधै के हुन्छ काटिन्छ अब यसमा के हुने भयो माइनस बीले बीलाई मल्टिप्लाई गर्दाखेरि के हुने भयो त यो माइनस बीको पार्ट चाहिँ काटिन्छ जस्तो एक्स पावर माइनस बी हुने भयो एक्स पावर माइनस बी यसलाई मल्टिप्लाई गर्यो यसलाई मल्टिप्लाई गर्यो यसलाई मल्टिप्लाई जम्मालाई मल्टिप्लाई त गर्नु पर्यो हामीले प्लस एक्सको पावर बी माइनस ए इन्टु एक्स पावर माइनस बी इन्टु एक्स पावर बी माइनस सी जुन अगाडि पछाडि जे जस्तो लेखे पनि केही फरक हुँदैन अब यो थर्ड यो भाग चाहिँ हाम्रो बाँकी नै छ प्लस एक्स पावर माइनस सी प्लस एक्स पावर सी माइनस ए इन्टु एक्स पावर माइनस सी प्लस एक्स पावर सी माइनस बी इन्टु एक्स पावर माइनस सी तपाईँ नझुक्किनु होला फेरि कुनै विद्यार्थी के सोच्छ भने यो अगाडि लेख्ने कि पछाडि लेख्ने अगाडि लेख्ने यो एक्स पावर माइनस बीलाई अगाडि लेख्ने पछाडि लेख्ने यो जुनसुकै मल्टिप्लाईमा छ भने यो दुईवटा मल्टिप्लाईमा छ भने अगाडि पछाडि जता जे लेखे पनि केही फरक हुँदैन मैले कुनै बेला यसलाई अगाडि लेखिराखौँ कुनै बेला पछाडि लेखेँ यसमा कुनै कन्फ्युज नहुनु होला अब के हुनुभयो त अब दिस इम्प्लाइज अब के भयो एक्स पावर माइनस ए बाई एक्स पावर माइनस ए प्लस एक्स पावर माइनस बी प्लस एक्स पावर माइनस सी प्लस एक्स पावर माइनस बी एक्स पावर माइनस ए प्लस एक्स पावर माइनस बी प्लस एक्स पावर माइनस सी किनभने यो पावरमा जाँदाखेरि यो मल्टिप्लाईमा छ भने यो माथि जाँदाखेरि जोडिन्छ जोडिँदाखेरि के हुन्छ सेम यस्तै हुन्छ ए जस्तो यो ए पोजिटिभ छ भने यहाँ बी पोजिटिभ छ यहाँ ए माइनस हो भने यो पनि माइनस गरेर के हुन्छ त यहाँ माइनस हुन्छ कुन रुल गरेँ मैले यो रुल लगाएको छु सबैमा यो यसमा अनि यसमा सबैमा मैले के गरिराखौँ त एकै रुल लाउने काम मैले गरिरहेको छु प्लस अब यसको थर्डको के छ एक्स पावर माइनस सी बाई एक्स पावर माइनस अब यसलाई माइनस सी प्लस एक्स पावर माइनस ए प्लस एक्स पावर माइनस बी अब केही हुँदैन मैले यसमा चाहिँ के गरिरहेको छु त एक्स पावर माइनस बी यो प्लसलाई प्लस छ भने यता अगाडि पछाडि लेख्दाखेरि केही फरक हुँदैन यो एक्स पावर यहाँनिर एक्स पावर बी छ नि यो बीलाई मैले यसलाई सुरुमा लेखेर यसलाई यता लेखे भए पनि हुन्छ किनभने प्लस गर्दाखेरि केही फरक हुँदैन तर
हाम्रो नेगेटिभ यता माइनस थियो भने यता कुनै यहाँनिर अगाडि पछाडि माइनस थियो भने त्यो बेला चाहिँ फरक पर्छ। हामीले त्यो कुरा चाहिँ ध्यान दिनु पर्यो। अब यसो गर्दाखेरि के भयो त हाम्रो बेस तलको मुनि सबै सेम छ। यो पनि सेम छ, यो चाहिँ सेम छ। यो सेम छ भने बेस सेम आयो। के ले आयो? एक्स पावर माइनस ए प्लस एक्स पावर माइनस बी प्लस एक्स पावर माइनस सी। अब के आयो? यो माथिको टर्महरू पनि के आयो त? यिनीहरू तल बेस सेम छ भने माथिको पनि जोडिने भयो। यो पनि के आयो त? एक्स पावर माइनस ए प्लस एक्स पावर माइनस बी प्लस एक्स पावर माइनस सी, जुन चाहिँ के आयो? तल पनि एक सेम आयो, माथि पनि सेम आयो भने के भयो? यो काट्न मिल्यो। काट्न मिल्दाखेरि के गर्यो त? 1 प्रुभड, जुन चाहिँ के छ आरएचएसमा छ। यति हो। हस्, धन्यवाद।